आज म एक्लै घरमा एक्लै भएको मौका पारेर यो सुपर स्पाइसी कोरियन नुडल यसलाई चाहिँ बनाउन लागेको छु। भन्दा पहिला चाहिँ दुईटै मसला चाहिँ हाल्यो। पानी हाल्नु पऱ्यो। पानी सार्नु पऱ्यो पहिला। एक पनि बोइल गर्नुपर्ने बुद्धि अन्डा बोइल गरेर यो चाउचाउ चाहिँ हाम्रो कोरियन नुडल्स त्यो उम्लिन्जेलसम्मको लागि चाहिँ यहाँ सानो काम गर्नु पऱ्यो। यो लुगाहरू सुकाउँदै राख्दै गरेको चाहिँ लगभग 2-3 चोटि भइसक्यो। आज चाहिँ अलिकति समयमै तल स्टुडियोमा चाहिँ त्यो लामो ठुलो तारहरू चेन्ज गरेर राखेर छ। त्यसले गर्दाखेरि लाइन छैन, विद्युत छैन। अनि यहाँ घरमा चाहिँ लाइन भएको भएर यहाँ आएर अलिअलि काम पनि गरौँ भनेर आएको। यो ठ्याक्क पानी पर्नुभन्दा अगाडिको पानी पर्ने स्थिति छ। बादल पनि एकदमै बाक्लै देखिरहेछ, कालो बादल देखिरहेछ। फेरि झऱ्यो फेरि। गाह्रो छ, गाह्रो यो। अरू बेला भयो घरमा घरकै मान्छेहरूले यो मिसेसले सबै गरिदिने, यो आफै गर्नु पर्दाखेरि चाहिँ झन्झट लाग्दो रहेछ। अब चाहिँ सक्यो। आज चाहिँ धन्न समयमा पानी पर्नुभन्दा अगाडिको समयमा आइपुग्यो। लगभग लुगा सुके 1 हप्ताको थियो। ब्याडमिन्टन खेल्दाखेरि 2टा टी सर्ट जस्तो भिज्छ। अनि त्यो टी सर्टहरू स्यान्डलहरू ल आइयो। लुगा राखेँ पछि लाग्छ। ठ्याक्क लुगा राख्नु पनि ठ्याक्क पानी पऱ्यो। फेरि यो चाहिँ रुम पछाडि गार्डन बनाएको छु। यहाँ एउटा मनी प्लान्ट छ, यो लक्की मनी प्लान्टहरू यस्तै छ। जहाँ जस्तो छ त्यसै गरी डिल गरेपछि हेर्नु त ठ्याक्कै पानी पऱ्यो। सही टाइममा चाहिँ मैले लुगा निकालेँ। तपाईँलाई आँप कतिको मनपर्छ, यो सिजनमा आँप कति खानु मन पर्छ भने मलाई चाहिँ घरमा सबैभन्दा बढी मनपर्छ भनेको आँप हो। आँप चाहिँ एक सिजनमा लगभग 5-7 कार्टुन नै खाइन्छ। अर्को सिजन पनि लगभग सकिसक्यो। 100 रुपियाँ पर्ने आँपको रेट चाहिँ अहिले 220 रुपियाँ पर्न थालिसक्यो। कहिले आँप खानु चाहिँ छोड्नु हुँदैन। अब कहिले बोक्रा राखेर पिस गरेर खाइन्छ। मलाई चाहिँ यसरी बोक्रा सहितको ठिक लाग्छ। त्यो अन्डा पाकिन्छ नि आँप खाएर पेटलाई खलाउँदै गर्नु पऱ्यो।
लगभग चाउचाउ यो कोरियन स्पाइसी नुडल्स यो पाकिसकेको छ। यतापट्टि अन्डा पनि उम्लिँदैछ अनि एउटा अन्डा चाहिँ फुटिहालेछ। यसलाई चाहिँ त्यो फुटेकोलाई चाहिँ फेरि रोटी बनाउनलाई राखिरहेको छु। यो एउटा फुटेको अन्डालाई चाहिँ सदुपयोग गर्नु पर्यो। यो तोरीको तेल भएपछि पुगिहाल्छ। पाक्दै पनि छ अन्डा। त्यसपछि यो सुपर स्पाइसी चाहिँ कतिकोसम्म खान सकिन्छ यो हेरौँ। सबै हालेँ ल। यो अन्डा पनि हालौँ। म चाहिँ अलिकति बढी नै यो अकबरे खुर्सानीहरू पिरो खाने भएको भएर खान सक्छु। तपाईँहरू चाहिँ फेरि पिरो धेरै नखानु होला, जति सहन सकिन्छ त्यति मात्रै। यो कोरियन नुडल्स 2टा अन्डा, त्यसपछि यो मुलाको अचार रेडी भइसकेको छ। अब चाहिँ यो चाउचाउ खान जाँदैछु म। कतिको पिरो भएको छ, कतिको यम्मी भएको छ हेरौँ है त। तपाईँहरूलाई नि खाउँ लाग्यो होला है। मुलाको अचार आज अफिस गएको बाहिर खाजा खाइदियो होला। अफिसतिर लाइन नभएर इन्भर्टर पनि थिएन।
पसलमा चाहिँ इन्भर्टर थियो, अफिसतिर इन्भर्टर थिएन। काम नभएपछि घरमा कोही नभएको मौका छोपेर खाइयो भनौँ न। पक्कै पनि यो भिडियो हेरेपछि चाहिँ मेरो मिसेसले म नभएको बेला मौका छोपेर यस्तो मिठो मिठो खानुभएको भनेर पक्कै कम्प्लेन गर्ने होला। पक्कै पनि यो कोरियन नुडल्समा हालेको खुर्सानी चाहिँ अकबरै होइन, लाम्चे खुर्सानी होला। त्यसले असर त बिस्ली गरिहाल्छ। त्यहाँ हालेको इन्ग्रिडियन्टहरूको बारेमा नढाँट्ने भएको भएर नेपालको करेन्ट चाउचाउ भन्दा चाहिँ अलिकति त्यहाँ पक्कै पनि यो कोरियन नुडल्स बेस्ट होला जस्तो लाग्छ। चरेसको थालमा कोरियन नुडल्स दिनुभएको थियो पहिले कहिले।